हेलो हेलो। म चाहिँ आज एचटिएमएल अथवा सिएसएसमा चाहिँ केही वेबसाइटहरू डिजाइन गर्दाखेरि लोगो भन्दा पनि आइकनहरू हामी युज गर्छौँ। त्यो चाहिँ कहाँबाट युज गर्छौँ, कसरी युज गर्ने भनेर आज म सिकाउन गइरहेको छु। क्विकली म चाहिँ सेयर गर्छु। सेयर गर्न गइरहेको छु विन्डोज। म चाहिँ सेयर गर्छु। यो विन्डो सेयर गर्न गइरहेको छु। र सुरुमा चाहिँ म के गर्छु भन्दाखेरि यसलाई कार्ड है। सुरुमा म ओपन गर्छु भिजुअल स्टुडियो कोड। मलाई चाहिन्छ भिजुअल स्टुडियो कोड। र भिजुअल स्टुडियो कोड भइसके पछाडि हामीलाई चाहिन्छ एउटा बेसिक सेटअप गरौँ पहिला। त्यो मेरो पहिलाकै सेटअप हो। यसमा म गर्दिनँ। एउटा नयाँ खोल्छु, नयाँ फाइल खोल्छु। ल भनौँ कन्ट्रोल+N गरेर मैले नयाँ फाइल खोलेँ। एउटा नयाँ फाइल र त्यसलाई चाहिँ म नाम दिन्छु। यसको नाम दिन्छु म यहाँबाट गएर के दिन्छु यसको नाम भने यसको नाम म दिन्छु फाइलमा जान्छु, न्यू फाइल गर्छु र यसको नाम म index.html दिन्छु अहिलेको लागि। किनभने किनभने धेरै जसो पहिलाको होम पेज चाहिँ index.html होम भन्ने बुझ्छ कम्प्युटरले। index.html मैले डेस्कटपमै सेभ गरेँ। मैले यो बक्स आइकन युज गरेर हामीले युज कसरी गर्ने आइकनहरू मात्रै भन्न खोजेको। र म बेसिक सेटअप गर्छु। सिफ्ट थिचेर एक्सक्लामेसन थिचेर इन्टर हानिसके पछाडि यो आउँछ। र बडीमा मैले एउटा H1 ट्याग दिन्छु। यो चाहिँ आइकन्स, सोसियल मिडिया आइकन्स भन्छु। त्यसपछि सपोज म एउटा एङ्कर ट्याब दिन्छु। यहाँनिर लेट्स से एउटा डिप भित्र बनाएर गरौँ। डिप डट डिप डट सोसियल मिडिया आइकन एसएमए भनेर सोसियल मिडिया आइकन भन्ने एउटा डिप बनाउँछु। यहाँभित्र एउटा एङ्कर ट्याब राख्छु। यो भित्र चाहिँ त्योभित्र चाहिँ म मेरो सोसियल मिडिया आइकनहरू आओस् भन्न चाहन्छु। यस्तै गरी यो चाहिँ मलाई चाहिन्छ लगभग दुईवटा मात्रै सिकाउँछु म। यसलाई मैले कन्ट्रोल-C गरेँ, त्यसपछि आएर यसलाई कन्ट्रोल-V गरेँ। दुईवटा आयो। अब यहाँनिर हामीलाई आइकनहरू चाहिन्छ। त्यसको लागि चाहिँ हामीले स्टाइल सिएसएस भन्ने पनि फाइल बनाउनुपर्छ। त्यसको लागि फेरि एउटा फाइलमा जाउँ, त्यसपछि आएर एउटा नयाँ न्यू फाइल बनाऊँ। त्यसको नाम चाहिँ लेखौँ style.css भन्ने लेखौँ। यो एउटै फोल्डरमा भए चाहिँ सजिलो हुन्थ्यो। यो एउटै फोल्डरमा हुन सक्छ। त्यसको लागि चाहिँ म के गर्छु भन्दाखेरि यसलाई पनि डेस्कटपमै सेभ गर्छु। तर म एउटा फोल्डर बनाउन गइरहेको छु। एउटा फोल्डर म बनाउँछु यहाँनिर आइकन भनेर। आइकन युसेज भनेर एउटा फोल्डर बनाउँछु। त्यो दुइटै फाइललाई चाहिँ म यहाँ ड्र्याग गर्न गइरहेको छु। एउटा यो इन्डेक्स भन्ने फाइल हो, आइकनमा आउनु पर्यो। र अर्को चाहिँ स्टाइल भन्ने फाइल हो, त्यो पनि आइकनमा आउनु पर्यो। त्यस पछाडि फेरि म यसमा जान्छु र एउटा त्यो फोल्डर ओपन गर्छु है। ओपन फोल्डर गर्छु। त्यो फोल्डर चाहिँ ओपन गर्नु पर्यो। त्यो मेरो फोल्डर डेस्कटपमा छ। यो आइकन भन्ने फोल्डर हो। यसलाई सेलेक्ट गर्छु। यसभित्र दुईवटा फाइल छ अहिले। यो index.html-मा H1 र H2 मात्रै छ। र यो style.css हामीले लिङ्क पनि गरेको छैन। यहाँसम्म भयो। अब के गरौँ भन्दाखेरि यो style.css-लाई म बेसिक सेटअप चाहिँ के गर्छु भन्दाखेरि यहाँनिर गर्छु म स्टार सबै फाइलको लागि मार्जिन म गर्छु 0।
र प्याडिङ पनि म गर्छु। यति गरी चाहिँ यति चाहिँ म गर्छु जुन पनि फाइलको लागि यसलाई सेभ गर्छु। र यो एउटा बक्स आइकन युज गर्नको लागि लेट्स से मैले डाइरेक्टली त्यहीँबाट गरेको भए पनि हुन्थ्यो, किनभने यो डाइरेक्टली लिङ्क हुन्छ त्यसमा चाहिँ। यहाँनिर म एउटा न्यू ट्याबमा जान्छु र यहाँ म सर्च गर्छु बक्स आइकन्स भने यहाँनिर आउँछ बक्स आइकन्स। यसमा गएर क्लिक गरेर अब जस्तै मलाई चाहिँ अब यो बक्स आइकनलाई युज गर्नुपर्छ, यहाँ माथि तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ युसेज भन्ने छ, यसमा गएर क्लिक गर्नुहोस्। त्यसपछि आएर एउटा सिएसएस युजिङ एज अ फन्ट देखिन्छ, यो लिङ्कलाई कपी गर्ने कन्ट्रोल सी। त्यसपछि आएर भिजुअल स्टुडियो कोडमा जाउँ, इन्डेक्स एचटिएमएलमा जाउँ, त्यसपछि आएर यो हेडिङभन्दा माथि यसलाई लिङ्क गर्नुपर्छ। लेट्स से कन्ट्रोल जेड गरेँ मैले, यहाँभित्र गएर कन्ट्रोल भी गरेँ, यसलाई यहाँनिर लिङ्क भइसकेको छ। अब म यहाँ बकाइदासँग सोसियल मिडिया आइकनहरू युज गर्न सक्छु। जस्तै मलाई चाहियो के चाहियो भन्दाखेरि फेसबुकको आइकन चाहियो। यहाँनिर आइकनहरू आउँछ, सर्च आइकनमा जानुहोस्, फेसबुक अनि सर्च गर्नुहोस्। त्यसपछि आएर यहाँ फेसबुक आइसकेको छ, यहाँनिर जानुहोस्, यसलाई गएर फन्टमा क्लिक गर्नुहोस् र यहाँ एक क्लिक गरिसके पछाडि यो कपिड हुन्छ। त्यसपछि आएर यहाँ आएर पेस्ट गरिदिनुहोस् हाम्रो सोसियल मिडियाको फेसबुकको आइकन आइसकेको छ। सपोज मलाई चाहियो अरे टिकटकको चाहियो भनेपछि टिकटकको यहाँ आइसकेको छ, यो आयो, यो चाहिँ फन्ट भइसक्यो, यसमा गएर लिङ्क कपी भइसक्यो। अब यसलाई यो मलाई चाहिँदैन, यहाँ मलाई के चाहियो भन्दाखेरि त्यो लिङ्क चाहियो, ओके गरेँ। यसलाई अब अब के गर्नुपर्छ थाहा छैनै छ, कन्ट्रोल सेभ गर्नुहोस्। त्यसपछि आएर उसलाई गरेर गइसके पछाडि हाम्रो सर्भरमा एउटा फेसबुक र टिकटकको सोसियल मिडिया आइकन आइसक्छ। यति नै गरौँ आजको लागि, धन्यवाद, थ्याङ्क यू।